सम्पूर्णमा नमस्कार। आज बोल्नु बाध्य भएको छु। सोसल मिडिया मैले चलाउँदा हैरान भएँ यो आलोचना देखेर। देश हल्लेको छ बालेन दाइको स्ट्याटसले। उहाँले अशब्द मात्रै लेख्नुभयो, त्यसमा देश हल्लेको छ। आलोचना गर्ने मान्छेहरू, पार्टीहरू, उहाँलाई नराम्रो पार्ने मान्छेहरू अब जाग्नुहोस्। एउटा राम्रो मान्छेलाई कहिले पनि नराम्रो बनाउने कोसिस नगर्नुहोस्। उहाँ भनेको एउटा राम्रो काम गर्ने मान्छे हो म मान्छु। उहाँले चाहिँ अशब्द लेख्नुभयो, देशलाई गाली गर्नुभयो, पार्टीलाई गाली गर्नुभयो, नगर्नुपर्ने कुरा हो। तर चाहिँ उहाँले गरेको कामहरूलाई पनि हेर्नुहोस्। मान्छेले जति राम्रो काम गर्दै गए पनि मान्छेले यदि एउटा नराम्रो शब्द बोलेको छ भने, नराम्रो काम गरेछ भने एकैचोटि तल झार्ने होइन। गल्ती हुन्छ। मान्छे कहिले पनि 100% पर्फेक्ट हुँदैन। यति कुरा बुझ्नुहोस्। हरेक मान्छेसँग गल्ती हुन्छ, तर चाहिँ त्यो मान्छेलाई हामीले चाहिँ त्यो गलत ठान्नु मिल्दैन, जज गर्न मिल्दैन। देशलाई चाहिएको मान्छे हो बालेन शाह। उसलाई चाहिँ हामी चाहिँ अहिले एकदमै धेरै खाँचो छ। प्लिज सपोर्ट गर्नुपर्छ र पार्टीहरूलाई ब्याक सपोर्ट नगर्नु। अहिले पनि पार्टी भनेर नहिँड्नुहोस्। पार्टीलाई अझै पनि ब्याक सपोर्ट नगर्नुहोस्। देश बनाउने भनेको कुनै पनि नेता आएर बनाउने होइन, जनताले बनाउने हो। जनताले कस्तो मान्छेलाई सपोर्ट गरिरहेको छ त्यसमा पनि हेर्नुहोस्। त्यो कुराहरू बुझ्नुहोस्। आलोचनाहरू धेरै सुनेर म आज बोलेको। सोसल मिडियामा हेर्छु बालेन शाहले यस्तो भन्नुभयो, बालेन शाहले यस्तो भन्नुभयो, यस्तो लेख्नुभयो। उहाँले लेखेको मात्रै हो। त्यही भएर चाहिँ हामीले चाहिँ फेरि पनि अहिले पनि समय छ, धेरै आलोचनातिर नलाग्नुहोस्। बालेन शाहको स्ट्याटसतिर नलाग्नुहोस्। नराम्रो स्ट्याटस उहाँले लेख्नुभयो, हटाउनु भयो, तर चाहिँ उहाँले कसैको घरबार बिगाड्नु भएको छैन। अहिले पनि राम्रो कामहरू गर्दै हुनुहुन्छ। मान्छेलाई एउटै कुराको टेन्सन भयो कि काठमाडौँ महानगरपालिकाको मेयरले यस्तो बोल्नु हुँदैन। सामान्य मान्छेले कति अहिले पनि त्यो पार्टीहरूलाई गाली आएकै छ, देशलाई गाली आएकै छ। तिनीहरूको आलोचना त खै मैले त देखेन त। राम्रो मान्छेलाई सपोर्ट गर्नुपर्छ। देशलाई चाहिएको मान्छे हो बालेन शाह। म समर्थक हो बालेन शाहको, किनभने उहाँको कामको समर्थक हो। उहाँले जति पनि राम्रो कामहरू गर्नुभएको छ, छोटो समयमा उहाँले गरेको विकासहरू हेर्नु काठमाडौँमा। त कुनै पनि मेयरले योभन्दा पहिला पनि मेयर थिएन होला, खै विकास त देखेन त मैले। त्यो कुराहरू बुझ्नुहोस्। आलोचनातिर धेरै नलाग्नुहोस्। हामी जनताले हो मान्छे चुन्ने। राम्रो मान्छेलाई सपोर्ट गर्नुहोस्। अझै पनि पार्टी भनेर नहिँड्नुहोस्। त्यही भन्न चाहन्छु। नमस्ते। हस्, धन्यवाद।